कथा सुरु हुन्छ सुदूर गाउँको एक सानो झुपडीबाट, जहाँ 10 वर्षको एउटा न्यानो मोटु भएको बालक क्रिस आफ्नो आमासँग बस्दथ्यो। बुबा त उसले कहिल्यै देखेन, उसले आफू जन्मनु अघि नै बाबुलाई गुमाएको थियो। आमा नै उसका लागि संसार थिइन्। क्रिस हँसिलो थियो, तर उसको हाँसो पछाडि धेरै पीडाहरू लुकेका थिए। उसकी आमा धेरै महिनादेखि बिरामी थिइन्। कहिले कहिले त उठ्न पनि सक्दिन थिइन्। गाउँको सानो डिस्पेन्सरीले केही गर्न सक्दैनथ्यो। अस्पताल पुर्याउन पैसा चाहिन्थ्यो, जुन उनीहरूसँग थिएन। क्रिसले पढ्न छोड्यो। बिहानै उठेर गाउँको एक धनी साहुजीको खेतमा काम गर्न थाल्यो। उसको सानो हातले कोदालो समाग्दा घाउ बन्थे, तर उसको मनमा एउटै सपना थियो, आमालाई निको बनाउनु छ। दिन बित्दै गयो, हिउँद आयो, खेतमा काम झनै गाह्रो भयो। क्रिसले कहिल्यै गुनासो गरेन। दिनभर काम गर्थ्यो, बेलुका आमाको खुट्टा मालिस गरेर सुताउँथ्यो। उसले जम्मा गरेका केही रुपैयाँहरू कपडाको पुरानो झोलामा लुकाएर राख्थ्यो अस्पतालको लागि। एक रात आमा बेहोस भइन्। आँखा खोलिनन्। क्रिस डरायो। ऊ रोयो, करायो अनि गाउँभरि दौडेर सबैलाई बोलायो। गाउँलेहरू आए। सबैले एउटै कुरा भने, हामीले केही गर्नुपर्छ। त्यस दिन गाउँका सबै मान्छेहरूको मन बग्यो। कसैले 100 रुपैयाँ, कसैले 500, कसैले खाद्यान्न दिए। केही नै नभएकाहरूले आफ्ना गरगहना दिए। सबैको माया मिसियो एउटै उद्देश्यमा, आमालाई बचाउन। आखिरमा आमालाई शहरको अस्पताल पुर्याइयो। डाक्टरले धेरै दिनको उपचार गरेपछि भने, तपाईहरूको माया र छोराको समर्पणले उहाँलाई बचायो। क्रिसले डाक्टरको हात समातेर भन्यो, डाक्टर अंकल, अब आमा फेरि हाँस्न सक्नुहुन्छ हैन? डाक्टर हाँसेर टाउको हल्लाए। केही दिनपछि आमा अस्पतालबाट फर्किन्। क्रिसले आफ्नो सानो हातले उनलाई समातेर घर ल्यायो। गाउँलेहरूले स्वागत गरे, फूल चढाए। आमाले छोरोलाई अंगालो हाल्दै भनिन्, मेरो छोरो मात्रै होइन, मेरो भगवान हो।